यहाँ चाहिँ कान्छी बहिनी ज्वाइँ आइरहेको छ हाम्रो छोरी पनि आइरहेको छ शीतल पनि मैले त अघि भिडियो गर्नु पनि बिर्सेछु खानु 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 हुन्छ उनीहरू पनि पस्किदिएर ओ अब ऊ पस्किदे ल कोसिलीहरू पनि यहाँ के लिएर आएको रहेछ सकुलेन चाहिँ यहाँ यसरी राखिरहेको छु डोमाले पनि लान्छु भन्दैछ आज चाहिँ बहिनीहरू आइरहेको छ यहाँनिर चाहिँ दाजुभाइले चाहिँ मचिपाको लागि मार्नु लाउँछु भन्दै ए निकाल्न लगाएर बिचारा अम्बो कि अम्बो भनेर यो वाचिपाको लागि चाहिँ यही कुखुरा पोलाइ हुँदैछ बहिनी र जयको चाहिँ फेभरेट हो वाचिपा है 5 केजीको भाले के भन्दैछ कान्छा जयले चाहिँ यही मसला हाल्छ चाहिँ मकै पोल्न आँटेको छ आगो बालेको छौँ जाडोमा कस्तो जाडो भइरहेको छ के मकै खाने बेला पनि भइरहेको छ मकै झुरुप नपारौँ भन्दैछ ज्वाइँले पमिया राखेको छु नि मकै पनि पाकिसक्यो अब हामी चाहिँ खाँदैछौँ भिडियोहरू ब्ल्याक टी सर्ट कस्तो भएछ हौ मिठो भएछ दामी रहेछ मकै पोलिसक्यौँ फेरि पखेटा पोलेर खाने हामी त मकै पोल्दै खाँदै पखेटा पनि गर्दैछु होइन यता टुङमा ए फोन ल्याउ न त फोन चाहिँ जानु यो लाइट अझै लाग्दैन कि नलाग्दैन बाला अब यिनीहरू चाहिँ माथि छतमा लान्छु घुमाउनु छतमा घुमाउनु लान्छु अब लु छत नानी त दैलो ढ्याप्पै तानी राख्नु ल किन उकालो कता तल है उकालो माथि ए म त ओह्रालो छ भने माथि अघि देख्नु काली आच्छा मरे अलिक माथि हो तर त्यो क्या भित्ताले गर्दा चाहिँ त्यो छ नि यहाँ बसेर क्या मैले मटर रोपेको हेरिहाल फुल त अब हेर कस्तो दामी हुँदैछ माथि चाहिँ एकदमै जाडो भयो बेसी जाडो भयो यिनीहरूलाई घुमाउनु ल्याएको फगी पुरा लागेको थियो र भिडियो पनि गरेको छुइनँ त्यहाँ अगाडि जाँदैछ यहाँ 3 भाइ हामी चाहिँ अझै घुम जोरबङ्गलादेखि माथिनिर टाइगरहरू आएको छौँ अब त्यहाँ चाहिँ हामी माथि जाँदैछौँ गाडी चाहिँ तलै राख्यौँ सनराइज हेर्ने जग्गामा चाहिँ यिनीहरूलाई यसो लाँदैछौँ भयो कतिको जाडो भयो खुट्टा पुरा छिरायो अरे जाडो छ नि आइपुग्यौँ हामी चाहिँ अब माथि चढ्नुपर्छ त फगी लागिरहेको रहेछ यहाँ चाहिँ तर ड्याममै हुन्छ जो अगाडि आएर बस्यो उनीहरू चाहिँ राम्रो हुन्छ यता साइडहरू हुन्छ यहीँबाट हेर्ने म त माथि पो चढ्नुपर्छ भनेको छु पहिला हामी त माथि चढेको थियो त हौ यहाँनिर हो त ए अर्को बनाएको छ त
यहाँ हाम्रो दाजु पनि आउनु भएको छ पेम्बा दाजु पनि खोइ घाम हेर उपर फगीमा दामी हुन्थेन है दाजु छामा भएको त यस्तो धुम्म लागिरहेको छ पानी पनि पर्नु थाल्यो हामी चाहिँ माथिबाट यहाँनिर चियाहरू खानु भनेर रोकिरहेको छौँ जाडो भयो सिमसिम पानी पर्यो यो चाहिँ एकदमै हिउँ पर्ने जग्गा हो दार्जिलिङको चाहिँ टाइगर हिल फगिला केही नदेखेर नि खिचिरहेका फगीको प्लेन्सको मान्छेहरू केही देखेन टुरिस्टहरूलाई मजा आइरहेको छ यो है मजा आएछ हेर नि डोमु यहाँ आएर के दामी रहेछ मुनि हिँड्नु सक्दैन नि हो सिक लाग्दो त्यहाँ झन् यहाँ हामी चाहिँ चियाहरू लिएको छौँ कफीहरू लिएको छौँ अब खानेवाला छौँ कफी खाँदैछौँ यसमा खाऊ न अब दाजु ए यहाँ छ यो आधी खानु है हामी बस्दा बस्दै उग्रिनै गयो परसम्म देख्नु थाल्यो अब अझै उपर पनि देखिन्छ होला अघि यो मात्रै देखिरहेको थियो फगी लागेर तातो तातो कफी कस्तो भयो कफी हिलबाट पनि आइसक्यौँ यहाँ चाहिँ यहाँ कस्तो भोक लाग्यो अघि देखिहाल्नु भयो अलिअलि कफी र बिस्किट खाएको बिचराले मुखमा हालेको छैन मैले भिडियो गरिदिँदैछु मिठो भएछ खानु आमा पनि खान्छु